योभन्दा तपाईँले पहिलो कोसेली हाम्रो विद्यालय यो यहाँ तपाईँले राहत दिनुभन्दा पनि यहाँ विद्यालय हेर्न आउनुभयो पहिलो कुरा मैले तपाईँलाई भन्दाखेरि यो विद्यालयमा हेर्दै गर्दा भाइ म ढिलो हातले आउँदैन म केही न केही हातमा कोसेली ल्याएर आउँछु भाइ बहिनीहरूको लागि थोरै भए पनि केही कोसेली ल्याएर आउँछु भनिसकेपछि हुन्छ नि त दिदी त्यसो भएपछि हामी तपाईँलाई स्वागत गर्न तयार छु भन्दाखेरि उहाँले आफ्नो फाउन्डेसनद्वारा आज भाइ बहिनीहरूलाई हामीसँग 60-63वटा बच्चा छन् त्यसको आज उपस्थिति थोरै भए पनि उहाँले आफूले सक्ने जतिको शक्ति अनुसारको र उहाँको अभियानद्वारा जति सक्यो त्यति सहयोग ल्याएर तपाईँको बालबच्चा हाम्रो भाइ बहिनीहरूलाई ल्याएर आउनु भएको छ त्यसको लागि फेरि पनि धन्यवाद दिन चाहन्छु र आगामी दिनमा पनि उहाँले फेरि पनि आगामी दिनमा पनि हाम्रो विद्यालयको लागि आज यो थोरै उहाँले सक्ने जति थोरै ल्याएर आए पनि भोलिको दिनमा हामीलाई अझै राहत पुग्ने गरेर यो विद्यालयको अवस्था हेरेर पनि उहाँले अझै पनि हामीलाई केही सहयोग गर्नुहुनेछ भन्ने पूर्ण विश्वास गर्न चाहन्छु। अहिले उहाँ विद्यालय हेर्न आउँदै गर्दा धितो हात होइन थोरै आफूले सके जति आफ्नो फाउन्डेसनले भए जति उहाँले जुन आज यो कोसेली ल्याएर आउनु भएको छ त्यो कोसेली मात्र यो अहिलेको यो मेरो हातको थोरै कोसेली हो। भोलिको दिनमा यो विद्यालयको लागि यो विद्यालयको अवस्था हेरेर उहाँले सके जति उहाँको पावर पहुँच पुगे जति आफ्नो क्षमताले भ्याए जति यो विद्यालयको लागि केही गर्नुहुनेछ भन्ने पूर्ण विश्वास गरेको छु। योभन्दा पछिका दिनमा पनि उहाँले हाम्रो यो विद्यालयमा आउँदै गर्दा यो विद्यालयको भवनदेखि लिएर अरूभित्रका बस्ने टेबल कुर्सीदेखि लिएर उहाँले त्यो विषयमा पनि यो विद्यालयमा ल्याएर आउनुहुनेछ भन्ने पनि विश्वास गर्न चाहन्छु र आगामी दिनमा जुन यो कार्य तपाईँहरूले पहिलेदेखि गर्दै आउनु भएको छ त्यसको लागि म पहिलेदेखि नै तपाईँलाई गर्वका साथ तपाईँलाई मैले दिदी मानेर तपाईँलाई सधैँ साथ पछाडिबाट मैले पनि सक्ने जति तपाईँलाई साथ हौसला दिने कोसिस गर्नेछु। जुन योभन्दा आगामी दिनमा गरेको थिएँ अझै पनि तपाईँलाई फेरि पनि म सधैँभरि तपाईँको साथमा हुनेछु र आगामी दिनमा योभन्दा अझै बलियो रूपमा तपाईँ यो अभियन्तामा अगाडि बढ्नुहुनेछ भन्ने पनि पुनः विश्वास गरेको छु र अब म धेरै तपाईँलाई भन्न चाहँदैन, समय छोटो छ। त्यही भएको कारणले तपाईँको आगामी राजनीति यात्रा तपाईँको समाज सेवा यात्रामा सधैँ सफलता मिलोस् भन्दै मेरा दुई कुरा यहीँ राख्दै यो कार्यक्रमलाई समापन भएको घोषणा गर्न चाहन्छु। धन्यवाद।